हेलो एभ्रिवान आफ्टर लङ टाइमको हाम्रो एकदमै प्लानिङ चाहिँ अहिले बल्ल सक्सेस भएको छ। वान नाइट स्टे कल्सेरो हामी चाहिँ अब सिन्धुलीबाट शान्तिनगर चोकबाट अटो चढेर बर्दिवासतिरको यात्रामा लाग्यौँ। सबजना सब भ्लगरबाट भिडियो सिडियो बनाएर मास्क साक्स लाएर अनिले के गरेको हो मास्क साक्स लाएर हामी चाहिँ अब बर्दिवासतिरको यात्रामा लाग्यौँ। कोहीमा कार्टुन हेरिहाल्नु अटोमा बसेर कार्टुन लभरहरू पनि हाम्रा साथी सर्कलमा यस्तो कार्टुन हेर्ने शिवजीको डम्बरुवाला कार्टुन हेर्ने छन्। मैले चाहिँ अब यसो अटोको झ्यालबाट टाउको निकालेर एक दुईवटा यसो भिडियो गरेर दिएको हो। आफ्नै भिडियो आफूलाई राम्रो लाग्यो। हामी चाहिँ अब बर्दिवासको यो होटेलमा आइसक्यौँ। यो चाहिँ गुन्जा होटेल हो बर्दिवासको। यसको एम्बियन्सहरू चाहिँ बाहिरको खिच्न बिर्सिन्छु, भित्रको मात्रै रहेछ एम्बियन्सहरू। यहाँको बत्तीहरू चाहिँ कस्तो राम्रो छ। हामीलाई आउने बित्तिकै हामीले घरमा यस्तो थियो कि हामीले एक गिलास कोक खायौँ अनि भ्लग बनाइरहेको छौँ सबजना कोक खाँदै। अनि त्यसपछि सेल्फी भिडियो गरेर अब हामी चाहिँ रुम चेक इन गरेर रुमतिर लाग्दैछौँ। हाम्रो रुमजना चाहिँ उनीलाई मिस किन कुद्नु भएको हो, यस्तरी कुद्नु भएको छ। म चाहिँ भ्लग बनाउँदै रुमको बारेमा भन्दै हिँडेको छु। आजको हाम्रो रुम भनेर चाहिँ हामी रुम देखाइरहेको छौँ। लीला चाहिँ के भन्दैछ भने यिनीहरूलाई रुम त राम्रो भयो, अझ भुइँमै भयो भने हुन्थ्यो भनेर जिस्काइरहेको चाहिँ। मैले चाहिँ रुम एक्सप्लोर गराइरहेको छु। रुम चाहिँ कति राम्रो रहेछ, हामीले भने जस्तै एकदम के हामी चारजनाको लागि आनन्द चिल रुम रहेछ भनेर देखाइरहेको छु। अनि त्यसपछि हामी फ्रेस भएर अब बाहिर बजारतिर 3-4 साढे 4 5 भइसकेको थियो। बजारतिर चाहिँ लाग्यौँ। हामी सब कोही कट्टु लाएर, कोही स्कर्ट लाएर, कोही एकदम राम्ररी बनेर, झन् सबैजना राम्ररी बनेर, कोही पनि सबैजना राम्ररी बनेर चाहिँ हामी बर्दिवास बजारतिर हामी चाहिँ गौरी डाँडा भन्ने ठाउँमा बसेका थियौँ। यस्तै बर्दिवास एक्सप्लोर गर्दै हिँड्दै अब मैले लगाएको लुगाको चाहिँ एक दुईवटा यसो भिडियो फोटो गरिदिउँ भनेर हामी बेलुका फर्किँदाखेरि गएको थियौँ। अनि हामीले त्यो होटेलमा चाहिँ स्विमिङ पुल पनि थियो। हामीले अब 3-4जना साथीहरू मिलेर स्विमिङ गऱ्यौँ। स्विमिङ गर्न आउनु चाहिँ पऱ्यो होइन, यत्तिकै भ्यात पानी माथिबाट यसो हिँड्ने खेल्ने। अनि हामीले फेरि अर्को आउटफिट चेन्ज गरेर हामीले अब एक दुईवटा टिकटक बनायौँ, ग्रुप टिकटक बनायौँ। अनि त्यसपछि भिडियोहरू बनायौँ। लीला मिस र मैले हामी दुइटाको सेम थियो। अनि हामीले टिकटकहरू बनायौँ, हामीले भिडियोहरू गऱ्यौँ। अनि त्यसपछि नाइट भ्यू हो यहाँको चाहिँ। नाइट भ्यूको पनि एकदम इन्जोय गरेर नाइट भ्यू पनि हेर्दै हामीले चाहिँ यो अर्को आउटफिटमा हामीले भिडियो फोटोहरू चाहिँ हामीले क्लिक गऱ्यौँ, जसमा साथीहरू फरक ठाउँमा बसेर खिचिरहनु भएको थियो। अनि यो भनेको फेरि हाम्रो लास्ट आउटफिट हो, जुन चाहिँ हामीले सुत्ने बेलामा लगाउने नाइट ड्रेस। सुत्ने बेला पनि कोही साथीहरू सुतेन, सबजना गीत गाउने, नाच्ने, रमाइलो गर्ने। सबैजना फरक ठाउँमा हो नि त। अनि त्यही